ल ल अब हेर्नु है जिके जिके को फिडब्याक कतिवटा मिल्यो त जिके ल अनलाइनका साथीहरू पनि राम्रोसँग ध्यान दिनु है। यो फेरि बेलुका पढाउने बेला सर हामीलाई मतलब गरिदिनुहोस् भन्नुहुन्छ। यो केही नजाने भने कमेन्ट लेख्नु, म उत्तर भनिदिन्छु। अब यहाँ फेरि यता पढाउँदाखेरि यता देख्न त देखिन्न, तै पनि बेला बेला हेरेको हुन्छु। यो कमेन्ट चाहिँ गरिराख्नु ल। अब क्वेसन हेर्नु त आजको यहाँ मेरो त एकदम सानो क्वेसन रहेछ है। यहाँ नबुझिन् त्यही पनि यहाँ नाइसको लोगो पनि छ। क्वेसनै के हो केही थाहा छैन। अब ल प्रश्न नम्बर 1बाट हेर्नु त। नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ भन्छ। नेपालमा राष्ट्रिय सूचना दिवस भद्र 3 गते मनाइन्छ। यो सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार। सूचना हाम्रो अधिकार, यो सुशासन र विकासको आधार भन्ने नारा सहित अहिले 2000 चाहिँ यो उसमा 82 को नारा चाहिँ यो भदौ 3 गते मनाइन्छ। यो एकदम इम्पोर्टेन्ट छ, यसलाई चाहिँ हेर्नु। यो सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार। सुशासन र विकास, गुड गभर्नेन्स र डेभलपमेन्टको फन्डामेन्टल भनेको चाहिँ बेस भनेको यो सूचना हो भनेर भनेको छ। अब प्रश्न नम्बर 2मा, अब अर्को नम्बरमा नेपालमा यो दिवससँग सम्बन्धित सबै कुरा हेर्नु होला। दिवसमा तपाईँले कसरी पढ्ने भने हेर्नु है। दिवसमा तपाईँले घर पढ्ने बेलामा 4-5 वटा कुरा ख्याल गर्नु होला। यो क्वेसन एउटा क्वेसन 100% आउँछ इक्जाममा। यो कस्तो कसरी पढ्ने भन्दा हेर्नु है। यहाँ दिवसमा पढ्ने स्टाइल हेर्नु। यहाँ तपाईँले घर पढ्दाखेरि कसरी पढ्नुहुन्छ, एउटा टेबल बनाउनु, ठ्याक्कै यस्तो बनाउनु। हेर्नु है, 4 वटा कोठा बनाउने। दिवस भनेको कहिले मनाइन्छ, 1 नम्बरमा कहिले जेसुकैको पनि महत्त्वपूर्ण 15-20 वटा दिवस चाहिँ यसरी कण्ठ पार्ने। जस्तै कहिले मनाइन्छ ठ्याक्कै यहाँ लेख्ने। अनि कहिलेबाट मनाइयो, कहिलेबाट मनाइयो हेर्नु। अनि नेपालको नारा 2082 को नारा के हो र अन्य जानकारी के हो, अन्य केही छ कि तसँग सम्बन्धित कुराहरू, किन मनाएको, के कारणले मनाएको केही छ कि, यो 4 वटा कुरा चाहिँ हेर्नु होला। यसबाट चाहिँ अहिले पछिल्लो समयमा प्रश्न यहाँबाट सोधेको हैन। यही तरिकाले यो कहिले कहिले मनायो, अनि यो कहिलेबाट मनायो कतिौं हो, अनि यो कहिलेबाट भनेपछि कतिौं हो भन्ने हुन्छ। अनि 82 को नारा के हो, अन्य योसँग सम्बन्धित के छन्। जस्तै निजामती सेवा दिवस भन्यो भने नि यही, धान दिवस भन्यो भने नि यही, खाद्य दिवस भन्यो भने नि यही, अनि निर्यात दिवस भने पुस 22 गते मनाउने पनि यही। यसरी गर्नु र यो स्टाइलले तपाईँले समसामयिक तयारी गर्दा यसरी गर्नु। यो अब सेकेन्ड एडिसन पनि मैले ठ्याक्कै यसरी नै राखिदिएको छ। यो एकपटक हेर्नु होला यसलाई है। अब अर्को नम्बरमा, अर्को दोस्रो नम्बरमा हेर्नु त। 2 नम्बरमा नेपालको पहिलो राजा धर्मकर कसले राजा बनाएका थिए भन्छ। नेपालको पहिलो राजा धर्मकरलाई कसले राजा बनाएका थिए भन्छ। यो मञ्जुश्री भनेको सुन्नु है। मञ्जुश्री भनेको त्रेता युगबाट, त्रेता युगमा शतमुने भनेको 4 वटा युग छन्, धर्म संस्कृतिमा पढ्नुहुन्छ। र त्यो शतमुने हुँदाखेरि त्रेता युगमा चीनबाट मञ्जुश्री नेपाल आएका थिए र उनले कटुवाल भन्ने ठाउँबाट, सुन्नु है, कटुवाल भन्ने ठाउँबाट काठमाडौँ उपत्यकाको पानी काटेर बाहिर फालिसकेपछि यो स्वयम्भूदेखि गुहेश्वरीसम्म, अहिलेको यो स्वयम्भूदेखि गुहेश्वरीसम्म सहर निर्माण गरेर मञ्जुश्रीले चाहिँ के गरे त भन्दा टेकु दोभानमा चाहिँ राज्य गरी बसेका यो भुक्तमान, यो भनेको धर्माकर भन्ने मान्छेलाई राजा बनाए। र पछि गोअकिसोली भनेको चाहिँ गोपाल वंशी, ऐर वंशी, लिच्छिविकाल, मल्लकाल, यसरी आएर चाहिँ पहिलो गोपाल वंशको राजा भुक्तमान पछि बनेका। त्यही भएर स्मरण रहोस्, नेपालको काठमाडौँ उपत्यकाको पहिलो राजा भनेको धर्माकर हो। यसरी चाहिँ ख्याल गर्नु। मञ्जुश्रीले चाहिँ यो टेकु दोभानदेखि चाहिँ स्वयम्भूमा बसेका ऋषिलाई ल्याएर यो स्वयम्भूदेखि गुहेश्वरीसम्म। अनि अर्को नम्बरमा यो प्रश्न बरु तपाईँलाई कसरी आउन सक्छ भने यो करम मिलाई भनेर आउन सक्छ। जस्तै विपस्सी बुद्ध, नेपालमा सर्वप्रथम आएका बुद्ध भनेको विपस्सी बुद्ध हुन्। यिनी सत्य युगमा आएर नागार्जुङ पर्वतमा बसेका थिए। सत्य युगमा आएर नागार्जुङ पर्वतमा बसेका थिए र यही नागार्जुङ पर्वतमा यिनी बसेको सम्झनामा अहिले चैतमा ठुलो मेला लाग्छ नागार्जुङ पर्वत। यो अहिलेसम्म यसको
के अरे चाहिँ यसको अवस्था यो असर चाहिँ रहिराखेको छ भन्छ। अनि अप्सन नम्बर सीमा के छ भने सिखी बुद्ध छ। यो के हो त भन्दाखेरि आएर बसेको सिखी भनेको ध्यानाच्चो पर्वतमा आएर बसेका हुन्। यिनले के गरे भन्दाखेरि त्यो कमलको फुल पहिला विपसी बुद्ध आए, अनि अहिलेको स्वयम्भू छ नि जहाँ स्वयम्भू भनेको यसमा आएर कमलको फिउ रोपेर चाहिँ त्यसबाट चाहिँ भूगोलको उत्पत्ति भएको। तपाईँले विश्वको भूगोल नेपालको भूगोल पढ्दाखेरि भूगोलको सुरुवात के भयो? भूगोलको सुरुवात भन्दाखेरि चाहिँ त्यो इराटोस्थेनिजले चाहिँ के गरे ईसापूर्व 286मा चाहिँ जन्मेर उनले के गरे 212मा मरिसकेका इराटोस्थेनिजले कमलको फुलबाट मानव भूगोल र भौतिक भूगोलको विकास सुरुवात भयो। यसरी चाहिँ आर्थिक भूगोल, सामाजिक भूगोल, सांस्कृतिक भूगोलमा विभाजन भयो। चीनबाट गहुँ उत्पादन, चीनको धान, गहुँको गिरिसको गहुँ लगायत 1930को आर्थिक मन्दीपछि आर्थिक विकास अगाडि बढ्यो। यसरी चाहिँ अर्थतन्त्र अगाडि आएको थियो। यसलाई भन्छ आर्थिक भूगोल भनेर पढ्नुहुन्छ नि भूगोलमा। हो त्यसरी जस्तो यहाँ पनि के हो त भन्दा नेपालको भूगोल सुरुवात हुने अवस्था भनेको कमलको फुल, यो भनेको सिखी बुद्धले कमलको फुल रोपेर त्यहाँबाट भूगोलको सुरुवात गरे भन्ने चाहिँ किम्वदन्ती पाइन्छ। यो कुरा कहाँ लेखेको छ भन्दा नेपालको परिचयमा, अन्तबाट भनेको होइन, मैले धुन्नान ठुला ठुला बुक पढेको होइन, नेपालको परिचयमा छ यो कुरा, तपाईँले देख्न सक्नुहुन्छ। अनि अर्को नम्बरमा के हो भने सिखी बुद्ध भनेको चाहिँ दोस्रो नम्बरमा नेपाल आएका हुन्। अनि मञ्जुश्री अघि नै मैले भने त्यसबाट तेस्रो नम्बरमा मञ्जुश्री आए। यो सिखी बुद्धले कमलको फुलबाट चाहिँ त्यहाँ भूगोल स्थापना हुन्छ भनेर आइसकेपछि मञ्जुश्री आएर चाहिँ के गरे भन्दा कटुवालको नामबाट पानी काटेर बाहिर फाले। र पछि कलसुमन बुद्ध भनेको मञ्जुश्री आफ्नो देशमा फर्किसकेपछि पछि कलसुमन बुद्धले के गरे त भन्दाखेरि नेपाल आएपछि त्यो कटुवालको उसबाट पानी काटेर बाहिर फालेपछि त पानी त त्यहाँ सुक्खा भयो। पानी सुक्खा भइसकेपछि के गरे भन्दाखेरि कलसुमन बुद्धले यो गुहेश्वरीको प्रार्थना गरे। अहिलेको गुहेश्वरीको प्रार्थना गरिसकेपछि गुहेश्वरीले चाहिँ के गरिन् त भन्दाखेरि उसको प्रार्थनाबाट चाहिँ के भइन् भन्दा के भन्छ त्यसलाई, त्यो प्रार्थनाबाट प्रशंसित भएर बागमती नदीको पैदा गरिन् भनेर भन्छ। त्यही भएर बागमती नदीको चाहिँ पैदा गरिन् भनेर यसरी कलसुमन बुद्ध यसरी आएका थिए भनेर भन्छ। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। यो पहिला विपसी बुद्ध, अनि सिखी बुद्ध, अनि मञ्जुश्री, अनि कलसुमन बुद्ध हो। यो नेपाल आएका बुद्धको क्रम भनेर क्वेसन सोधिदिन सक्छ, यसलाई चाहिँ ख्याल गर। ल प्रश्न नम्बर 3मा के छ भन्दा नेपालका प्रथम 5 प्रधानमन्त्रीको क्रम के छ भन्छ। यो भनेको राणा शासन भन्दा अगाडिका प्रधानमन्त्री दिएछ यहाँ, भी र पु र फमा फ भन्ने है, भी र पु र फमा फ, भी र। अब यो अप्सन कहाँ छ भन्नु त? यो भनेको भीमसेन थापा, अनि रङ्गनाथ पौडेल, पुष्कर शाह, भी र पु र रणजङ, अनि फतेजङ, अनि अर्को अनि माथबा यो भी र पु र मा फ हो, फमा फ हो है, फमा फ हो। यहाँ चाहिँ अहिले माथबाट चाहिँ छैन, अहिले यो भएपछि सीमा चाहिँ सकिहाल्यो। ल अनि प्रश्न नम्बर 4मा यो भी र पु र फमा फ भनेर लेख्नु। भी र पु र फमा फ जङ्गरणोदीप वीरदेव चन्द्र भीम जुद्ध पद्म मोहन मातृकाले यो टङ्केको कृति हेर्दै बसेका भनेपछि 2030 सालमा जनमत सङ्ग्रहसम्मका प्रधानमन्त्रीको रोल क्रम हो सब है। अब अर्को नम्बरमा प्रश्न नम्बर 4मा कान्तिपुरको बस्ती बसाल्ने, मेरा अक्षर त यहीँ भित्र गएछन्, अब के हाल्नुहुन्छ यस्तै छ। कान्तिपुरमा बस्ती बसाल्ने राजा भनेको गुणकामदेव। अब एको सी एको 2, अब अप्सनमा हेर्नु त कहाँ छ हो। अब ए र बी काटिहाल्नु, अब सिधै आन्सर नलाउनु, ए र बी काट्नु, यही बानी बसाल्नु कि इक्जामको दिन सजिलो हुन्छ। अनि अर्को नम्बरमा मानगृह भनेको मानदेव, अब बीको 1, एको 2, बीको 1 कहाँ छ, अब सी लगाइदिनु, अरू त भन्दा पछि पढेर बस्ने नै होइन, त्यसरी चाहिँ गर्ने है। अब प्रश्न नम्बर 5मा अर्को शब्द विद्या ग्रन्थ अंशुवर्मा परम भट्टाचार्य भनेको नरेन्द्रदेव, यो त जानिहाल्नु। 12औं जनगणना सम्बन्धी विचार गर्नुहोस् भनेर भन्छ। नगरपालिकाको जनसङ्ख्या भनेको 66.61, ठिक छ। गाउँपालिकाको जनसङ्ख्या 33.83 छ, यो पनि ठिक छ। ल यो दुईटै ठिक छ। अनि अब अर्को प्रश्न नम्बर 6मा के भन्छ भने यो भन्नु त के रहेछ यहाँ बुझ्दै बुझिएन। ल्याउनु त खै भयो। ए ल हेर्नु त यो बजेट 81-82 को सोधो, पोहोर सालको, यो एकदम इम्पोर्टेन्ट छ। यो पोहोर सालको बजेट पनि अहिले आउन सक्छ। तपाईँले 82-83 को मात्रै बजेट नपढ्नु,
पोहोर सालको बजेट पनि जान्नु होला। त्यहाँ भित्रको चाहिँ यो माछा करिडोर, कृषि करिडोर, मार्सीदान करिडोर भन्ने सोधेछ। यो बजेट मार्फत चाहिँ बजेट मार्फत चाहिँ के छ त भन्दाखेरि यो 81-82 मा प्रदेश र स्थानीय तहको सहकार्यमा माछा करिडोर भनेको चाहिँ बाराको कोल्टीदेखि सिमरनगढसम्म चाहिँ माछा करिडोर गठन गरेको, निर्माण गरेको थियो। बाराको कोल्टीदेखि सिमरनगढसम्म माछा करिडोर, यो क्वेसन आउन सक्छ है, ख्याल गर्नु, पोहोर सालको हो। अनि अर्को नम्बरमा मार्सीधान करिडोर भनेको जुम्लाको हिमा र तिला नदीको किनारमा, यो जुम्लाको हिमा र तिला नदीको किनारमा मार्सीधान करिडोर निर्माण गर्ने भनेको थियो पोहोर सालको बजेटले। अनि अर्को भनेको चाहिँ यो रुकुम पूर्वको चाहिँ यो के हो त भन्दाखेरि यो शारदा नदीको चाहिँ आसपासमा भनेको माछा करिडोर। अनि अर्को त्यहाँ के छ भन्नु त अप्सनमा, कृषि करिडोर भनेको त्यो हो। अनि तरकारी करिडोर चाहिँ होइन, तरकारी करिडोर होइन, कृषि करिडोर भनेको रुकुमको शारदा नदीको किनारमा हो है त्यो। ल, यी तीनटा करिडोर थियो बजेटको। अब कृषि करिडोर भनेको छ माथि, त्यही भइयो त्यो कुन शारदा नदीको किनारमा कसलाई कृषि करिडोर होइन, यसरी चाहिँ टिक लाउनु है। यो एकदम तीनटै भनिदिएको छ मैले, त्यसलाई चाहिँ ख्याल गर्नु ल। अनि प्रश्न नम्बर 7 मा खुला बजेट सर्वेक्षण प्रतिवेदन 2024 अनुसार बजेटको पारदर्शितामा 58 स्थानमा छ नेपाल। अहिले 58 स्थानमा परेको थियो, यो अहिले चाहिँ अब प्रतिवेदन आइसकेको छैन, 58 स्थान। अनि विदेशी लगानी नीति 2071, विदेशी लगानी नीति 2071 अनुसार विदेशी लगानीकर्ताको वर्गीकरण संस्थागत पनि ठीक हो, व्यक्तिगत पनि ठीक हो। अनि गैर आवश्यक लगानीकर्ता भनेको छ कुन पर्दैन भन्छ, गैर आवश्यक पनि पर्छ यानारनको। अनि डीमा के छ, अप्सनै छैन मेरोमा त, के गरे हो, त्यही होइन, त्यो डीको होइन, डीलाई चाहिँ ठिक लाउनु, डीलाई चाहिँ होइन ल। अनि अर्को नम्बरमा प्रश्न नम्बर 9 मा है, प्रश्न नम्बर 9 मा हेर्नु त, जनगणना 78 अनुसार सबैभन्दा धेरै जनसङ्ख्या वृद्धि भएका 5 वटा जिल्ला भरुची बाँझा भनेर फर्मुला लेख्नु, भरुची बाँझा, भरुची बाँझा भनेको सबैभन्दा बढी जनसङ्ख्या वृद्धि दर भएका जिल्ला। अनि राखोम भोटे भनेको जनसङ्ख्या ऋणात्मक भएका जिल्ला। ल, यो क्रम जान्नु, यो क्वेसन आउन नि सक्छ, जोडा मिलाउन नि आउन सक्छ, यो ख्याल गर्नु। भरुची बाँझा भनेको चाहिँ यो जनसङ्ख्या वृद्धि दर बढी भएका जिल्ला, यो फुल फर्म त भन्न परेन मैले। राखोम भोटे भनेको चाहिँ यो सबैभन्दा ऋणात्मक जनसङ्ख्या वृद्धि दर भएका जिल्ला, सबैभन्दा कम नेपालमा 34 वटा जिल्लामा जनसङ्ख्या ऋणात्मक छ अहिले 78 को अनुसार है। ल, अब अर्को नम्बरमा प्रश्न नम्बर 10 मा ल हेर्नु है, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक बङ्गालको खाडी भनेको बिमस्टेक सोधेछ। बिमस्टेकको बडापत्र कहिलेदेखि लागू भएको हो? बिमस्टेकको बडापत्र 2022 मार्च 30 गते, सुन्नु है, 2022 मार्च 30 गते हस्ताक्षर भएको हो, 2022 मार्च 30 मा हस्ताक्षर भएको हो र 2024 मे 20 मा लागू भएको हो। हस्ताक्षर कहिले भयो भनेर सोध्न सक्छ। 2022 मार्च 30 मा हस्ताक्षर भएर 2 वर्षपछि मे 20 मा चाहिँ के भयो भन्दा लागू भएको। स्मरण रहोस्, बिमस्टेकको बडापत्र निर्माण गर्ने निर्णय भनेको 4थो शिखर सम्मेलनले गरेको हो भने, अनि बडापत्र निर्माण भनेको 5औं शिखर सम्मेलनले गरेको हो। र अहिलेसम्म चाहिँ के हो त भन्दाखेरि बिमस्टेकका 6वटा शिखर सम्मेलन भइसके। यो भनेको के हो त भन्दा एकदम सजिलो छ, टिआइएम टिम, यानस बाइक चलाउनेको टिम, अनि फेरि थाइल्यान्ड, अब बङ्गलादेशमा हुँदैछ। बिमस्टेकको पहिलो शिखर सम्मेलन, दोस्रो, तेस्रो, चौथो, 5औं, 6औं, अब बङ्गलादेशमा हुँदैछ। भनेको पहिलो कहाँ? थाइल्यान्डमा भयो, दोस्रो कहाँ? इन्डियामा, तेस्रो कहाँ? म्यानमारमा, चौथो कहाँ? नेपालमा, 5औं कहाँ? श्रीलङ्का, 6औं कहाँ? थाइल्यान्ड, 7औं कहाँ हुँदैछ? बङ्गलादेश। टिम यानस यसरी आउन सक्छ, यो कुरालाई चाहिँ ख्याल गर्ने है। ल, अब 10 नम्बरको पनि यति भइसकेपछि भइहाल्यो। बिमस्टेकको बडापत्रमा 36 वटा धारा छन्, सोध्न सक्छ, 36 वटा धारा छन् है। ल हजुर, कसको? बिमस्टेकको त्यही त्यो के हो, शिभाबाना भन्ने हो कि शिरभाबाना भन्ने हो कि के छ त, बङ्गलादेशकै त्यो बाबा भन्ने छ लास्टमा, त्यो
उम्, त्यो पनि अब बङ्गलादेशले गर्दैछ, बङ्गलादेशकै हुन्छ क्या, त्यस्तो हुन्छ। अनि अर्को अब अर्को नम्बरमा क्वेसन नम्बर 11 मा मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर समुद्री सतहबाट 3049 होइन, 27 पनि होइन, 3749, 3749 मिटर डीमा रहेछ। यो गोसाइकुण्ड र यो पशुपतिनाथ भनेको 12,000 फिटभन्दा माथि रहेका धार्मिक स्थल हुन् नेपालका दुईटा मात्र। यसरी प्रश्न नम्बर 11 को डी, यो उचाइ चाहिँ ख्याल गर्नु, नगरकोटको होइन, यिनी काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलको यी उचाइ चाहिँ घोक्नुपर्छ नेपालको भूगोलबाट, यिनलाई हेर्नु। प्रश्न नम्बर 12 मा संविधानसँग प्रश्न आएको छ, संविधानभित्रबाट चाहिँ ख्याल गर्नु। स्थानीय तहको वडाको संख्या निर्धारण सङ्घीय कानुन बमोजिम हुनेछ, कहाँ छ यो भन्नु ल? यो ठिक छ कि छैन? यो ठिक हो कि बेठिक? यो बेठिक हो। कहाँ छ ल भन्नु त्यसो? ल कहाँ छ यो ल भन्नु? कहाँ छ ल हेर्नु? यो भनेको नेपालको वर्तमान संविधानको भाग 5 मा राज्य शक्तिको बाँडफाँड भन्ने व्यवस्था गरेको छ। त्यहाँ धारा 56 मा के भनेको छ भन्दाखेरि राज्य शक्तिको बाँडफाँड, राज्य शक्ति 3 तहको हुनेछ, सङ्घीय संरचना हुनेछ भन्छ 1 नम्बरमा। अनि अर्को अनुसूची अनुसारका अधिकार क्षेत्र हुनेछन्। अनि प्रदेशमा विशेष क्षेत्र, विशेष जाति भाषा लिङ्ग समुदायको क्षेत्र व्यवस्थापन गर्नको लागि स्वायत्त क्षेत्र निर्धारण गर्न सक्छ भनेको छ त्यहाँ। अनि अर्को नम्बरमा के भनेको छ भने स्थानीय तहको वडाको संख्या सङ्घीय कानुन बमोजिम निर्धारण गर्न सक्ने भन्छ। यही हो सङ्घ प्रदेश स्थानीय तहको राजनीतिक अन्तर्सम्बन्ध। तपाईँलाई भोलि राजनीतिक अन्तर्सम्बन्ध सोध्यो भने नि यही हो। अनि राष्ट्रिय सभाको निर्वाचन प्रदेश र यो प्रदेशका सभा र स्थानीय सभाका सदस्यले गर्ने। अनि राष्ट्रपतिको निर्वाचन यता प्रदेश सभाकाले र सङ्घीय संसदका सदस्यले गर्ने, राजनीतिक अन्तर्सम्बन्ध हो यो। तपाईँलाई क्वेसन आउन सक्छ, ख्याल गर्नु। अनि प्रदेश, यो ठिक छ है, 1 को ठिक। अनि प्रदेश लोकसेवा आयोग सम्बन्धी व्यवस्था संविधानको धारा 244 मा रहेको छ, यो पनि ठिक। अब हेर्नु यो तपाईँले चाहिँ यसमा अब यहाँ हेर्नु बोर्डमा तपाईँले पढ्ने बेलामा के गर्नु भने कहाँ गयो ल हेर्नु यो यसमा नेपालको बोर्डमा हेर्नु नेपालको वर्तमान संविधानमा के छ त भन्दा यो भाग 21 मा संवैधानिक निकायको व्यवस्था गरेको छ। भाग 21 देखि 27 सम्म संवैधानिक निकायको व्यवस्था गरेको छ। 21 देखि 26 सम्म एउटा छ, 27 भागमा एउटा छ, 2 भागमा क्लस्टर गरेको छ। पहिला यति ठ्याक्क बुझ्नु। अनि यति भइसकेपछि के छ भने यसमा अ म लो नि रा महिला 10 जनजाति महिला 10 जनजाति मथामु भनेर सम्झिने 13 वटा मौलिक हक, के अरे संवैधानिक निकाय। अमलो निरा महिला 10 जनजाति मथामु भनेको छ। अब धारा सम्झने बेला हेर्नु है, यसलाई पढ्ने बेलामा के गर्ने भने यो धारा 238 बाट सुरु भएर 264 मा गएर टुङ्गिन्छ र धारा 265 ले के भन्छ भने धारा 265 ले संवैधानिक निकायको पुनरावलोकन प्रत्येक 10-10 वर्षमा हुने भनेर धारा 265 मा लेखेको छ। र यो भनेको 238 बाट 264 सम्म धारा यो जान्छ संवैधानिक निकाय। पहिला त्यसरी अब संविधानको पनि भाग 21 मा आयो, त्यो भित्र पनि त्यहाँ भित्र गइसक्यो। अब हेर्नु है, पढ्ने बेलामा के हो त भन्दा यो पहिला 1 2 3 4 5 6 7 यो भनेको यो महिला 10 जनजाति भनेको यताको एक खण्ड हो। यो 21, यो 22, यो 23, यो 24, यो 25, यो 26 ल हेर्नु। यसमा अब जान्न पनि 28 यो भनेको 238 बाट सुरु हुन्छ नि। 238 बाट सुरु भइसकेपछि यसमा चाहिँ के छ भन्दाखेरि सुरुमा दुईटा धारा, सुरुमा यहाँ यो कलर चेन्ज काँडा हुन्छ। अब यसमा चाहिँ सुरुमा हेर्नु, सुरुमा दुईटा धारा, यसका चाहिँ दुईटा धारा छन्, यसका पनि दुईवटा धारा छन्। हेर्नु है, सम्झि। अब जोड्दै जोड्दै गयो नि हुन्छ कि यसका दुईवटा धारा छन्, यसका दुईवटा धारा छन्, लोकसेवा र निर्वाचन आयोगका 3टा धारा छन्। हेर्नु, अनि त्यसपछि फेरि यसका कतिवटा छन्, दुईटा धारा छन्। हेर्नु,
आइक्यू पढ्नुहुन्छ नि तपाईँले 2 2 3 3 2 2 हेर्नु अनि यसपछि सुरुका तीनटामा तीन तीनवटा धारा छन् अनि लास्टका चारवटा छ नि जनजाति मथामु भनेको एउटा 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 गर्दा 264 मा पुग्छ। ल अब कुनमा कुन धारा छन् अब हेर्नु। अब आइक्यू तपाईँले उता त जोड्ने यत्तिकै हिसाब गरिहाल्नुहुन्छ मुखैले। त्यस्तो जस्तो 238 मा अख्तियार छ भने अख्तियारमा चाहिँ के छ त भन्दाखेरि 2 जोड्दा महालेखा परीक्षक आउँछ। महालेखामा फेरि यो दुईटा जोड्दाखेरि लोकसेवा आउँछ। यसका 3टा छन् भनिसकेपछि त लोकसेवा आयोग भनेको यो भनेको 238 र 239 छ। यो भनेको 240 र 241 छ, दुईटा धारा भएपछि। अनि यो भनेको 3टा धारा छ भनेपछि 241 यो 241 242 यो भनेको चाहिँ 242 243 244 छ। ल हेर्नु अहिले मैले भनेको कहाँ गयो यो है। यसरी चाहिँ हेर्ने यतै ल हेर्ने। यसमा चाहिँ के हो त भने यो 240 र 41 यो 42 43 44 त्यसमा निर्वाचन आयोग कहाँ छ 45 मा छ। अनि निर्वाचन आयोगको पनि 3टा धारा छ 45 46 47। अनि राष्ट्रिय मानवाधिकार आयोग आउँछ अनि कहाँ छ 48 मा छ। मानवाधिकारमा कति छन् 2टा धारा छ। त्यसमा तपाईँलाई भोलि क्वेसन सोध्न सक्छ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कहाँ छ भन्यो भने 250 मा। अनि 50 भइसक्यो 2टा छ 50 र 51 छ। अनि महिला आयोग कति छ 52 52 53 54 55 मा के छ दलित आयोग छ 55 56 57। अनि 58 मा के छ समावेश 58 59 60 अनि 61 62 63 64 सिद्धि। ल कसरी कन्फ्युज हुन्छ त्यसरी यो स्टाइलले हेर्नु कन्फ्युज हुन्न। नत्र अब रेन्डमली पढ्यो भने त अब अहिले सम्झिन्छ 3 दिनका दिन छैन फेरि। ल यो तरिकाले चाहिँ ख्याल है। ल अब यो मैले एउटा भयो भने तपाईँलाई यहाँ सिकाएँ। त अब अर्को नम्बर हो यसमा। अब अवशिष्ट अधिकार सङ्घको अधिकार क्षेत्र ठिक धारा 58 मा छ। प्रधान न्यायाधीशको पदावधि 5 वर्षको हुन्छ गलत 6 वर्षको हुन्छ यो डी को गलत। अब प्रश्न नम्बर 13 मा यो कसको विज्ञान प्रविधिको प्रश्न सोध्यो। यो कसको आविष्कार के हो भन्ने कुरा यो पनि अब तपाईँले कति घोक्ने अब चाहिँ घोक्न पर्यो। यो सिमेन्ट भनेको एस्पिडिनले यसको मैले के फर्मुला बनाएको थिएँ भने हेर्न 4वटा मोटरमा एसपी सिमेन्ट ल्याउँदा गेटको मेसिन गार्ड पड्किँदा सिएले हापे घडी त बिग्रो क्यामेरा त सेफ भयो भनेपछि घडी भनेको बिग्रे क्यामेरा भनेको जोसेफ नियसी। अनि यो मिलनको साइकल लिएर यो भनेको सिनेमा हेर्न जाँदा जगदीश केटाको करियर कन्डिसन खत्तम भयो। त्यसै है यो तरिकाले अब कति सक्नुहुन्छ अब तपाईँले पढ्नु। अब कन्फ्युज हुने एउटा चाहिँ यहाँ म यो गरेँ हेर्नु कन्फ्युज हुने एउटा चाहिँ तपाईँले यो कन्फ्युज हुने हेर्नु यो एउटा हेरीले कन्फ्युज हुनसक्छ जस्तै ल हेर्नु हेली बिग्रदा पनि हवाई जहाज हेली बिग्रदा पनि हवाई जहाज राइड गरी यो रेडियो एक्टिभिटी हेर्न रेडियो एक्टिभिटी हेर्न आए रे गुरे ल हेर्नु यहाँ यसले कति हुन्छ त यति हो कि नि इक्जाममा मिल्छ। यो यसको फुल फर्म यो रे भन्नेको फुल फर्म नजाने नि तपाईँले केही हुँदैन अप्सनमा आउँछ त अहिले क्वेसनमा आएको छ कि छैन भन्नु त्यही भएर पढ्नै पर्दैन। अब हेर्नु हेली बिग्रदा पनि हवाई जहाज राइड गरी रेडियो एक्टिभिटी हेर्न आए रे गुरे भनेको हेलिकप्टर भनेको बिग बे अनि टप अनि अर्को घडी भनेको ग्रेट हो यो बेग अनि हवाई जहाज भनेको राइड बर्दर्स बिल भर बोल भन्छ नि राइड बर्दर त्यस्ता बिल भर बोल किन जान्नु राइड बर्दर सक्यो। अनि अर्को हेर्नु रेडियो एक्टिभिटी यहाँ 3टा कुरा छन् हेर्नु। रेडियो एक्टिभिटी भनेको चाहिँ हेनरी ब्याकुरेल अनि आइरे भनेको चाहिँ एफएम रेडियो ल एफएम रेडियो भनेको आर्मस्टिङ अनि रेडियो मात्रै फेरि रेडियो भनेको गुलियो मार्कोनी
भयो। गुल्मियो मार्कोनी, अब पहिला गुलियो भन्ने त्यही पनि जानिन्न भने गुल्मियो मार्कोनी भन्ने होइन, त्यो पनि भन्न ला भने बल्ल गुग्लिमो मार्कोनी भन्ने शुद्ध भन्ने, नत्र जे भने नि आखिर जे भने नि मिलिहाल्छ, टेन्सन छैन। ल यसरी अहिले त्यही फर्मुला पुरै कण्ठ भयो। अब हेर्नु त त्यहाँ अब सिमेन्ट भनेको एस्पिडिन, अनि फोटोकपी मेसिन भनेको चाहिँ यो चेस्टको फोटोकपी गरी कानको एक्सरे गर्दा रोइन्द्र साली भन्ने थियो। फोटोकपी भनेको चेस्टको फोटोकपी कहाँ छ त्यो अप्सन भन्नु त? ए को 4, बी को 2, सी को 1 हर्मन पार्किन्स, यो भनेको चाहिँ अर्को भनेको एस्पिडिन भनेको डी, यो डी को ओलिभर भनेको भइहाल्यो। ल अनि अब प्रश्न नम्बर 14 मा हरेक वर्ष 7 अप्रिलमा अप्रिल 7 मा मनाइने स्वास्थ्य दिवस 2025 को नारा भनेको यो आवर हेल्थ आवर लाइफ 4 सालको 25 को भनेको यो हेल्दी बिगिनिङ होपफुल फ्युचर भन्ने नारा एमा छ। ल अब आर्थिक सर्वेक्षण 81-82 भन्छ फेरि। अब 4 सालको आर्थिक सर्वेक्षण सोधो, अब बर्बाद पारिगयो। अब अहिलेको त थियो, अब 4 सालको सोध्यो। अब यसमा के भन्छ भने 4 सालको हेर्ने 1 नम्बरमा नेपालमा हुने बाली नाली नोक्सानी करिब 90% जलवायु ठिक छ। यो 90% भन्थ्यो 4 सालकोले, अहिले 90% भन्दा बढी भन्छ, त्यति फरक हो। अनि नेपाल यो ठिक छ, सही छ। नेपालको कुल भूभाग भनेको चाहिँ 41.69% वन क्षेत्र रहेको छ, गल्ती यो 43.38, तर आर्थिक सर्वेक्षणले यही 41.69 भनेको थियो, यो पनि सही छ। 4 सालको भने नि त क्वेसन त ख्याल गर्नु, तपाईलाई क्वेसन कसरी झुक्काएको छ हेर्नु। 4 सालको आर्थिक सर्वेक्षण भनेको छ 41.69 ठिक हो, तर अहिलेको वन भनेको 43.38% हो। फेरि झुक्किनु होला, अब यसरी फसाउँछ तपाईलाई क्वेसन। अनि अर्को भनेको नेपालमा निजामती सेवामा महिलाको सहभागिता 28.5, यो ठिक छ, यो ठिक छ। अहिलेको भनेको नि यो अहिलेको 29% भनेको छ, तर ठ्याक्कै यो 29% माथि बढाउने अनि यो 30% पुर्याउने योजनाले भनेको अब त्यसरी चाहिँ छुट्याएको छ, बजेटले भनेको आर्थिक सर्वेक्षणले भनेको। अनि यो भनेको 3 नम्बरको पनि सही छ। 4 साल अनुसार सही छ, अहिले अनुसार गल्ती छ, यो ठिक छ। ल क्वेसन अनुसार ठिक र तर अहिलेको डाटा पढ्नको लागि लेख्नु त्यहाँ वन भनेको 43.38, झाडी भनेको 2.07, झाडी भनेको 2.07 र टोटल भनेको 46.08 वन क्षेत्र छ। अहिले 46.08 वन क्षेत्र छ। यो 4 सालको भएर चाहिँ ठिक भयो, अहिले भयो गल्ती हुन्थ्यो। ल अब रह्यो प्रश्न नम्बर कति 16 मा देखाएको मध्ये के छ त भन्दाखेरि पवनले के भन्छ यस्तो। अनि अर्को नम्बरमा देखाएको भनाइ मध्ये विचार गर्नुहोस् भन्छ। लागा छन्त्याल जातिको मुख्य पर्व ठिक, भटमास र अदुवालाई पवित्र वस्तु मान्ने जाति पहरी हो, यो पनि ठिक। शेर्पा जातिको ग्रन्थ फोग्यु हो, यो पनि ठिक। अनि मुसहर जातिको कुल देवतालाई दिनभद्री भनिन्छ, ठाकुर भनिदैन, दिनभद्री। यो भनेको 4 को गलत रहेछ, कहाँ छ यस्तो अप्सन हेर्नु त। ल बीमा लगाइदिनु क्वेसन अब बिल्ल बिस्तारा। अब अर्को नम्बर 17 नम्बरमा के भन्छ 2024 अगस्त 8 मा सुन्नु है, यो डेट पनि आफैमा इम्पोर्टेन्ट छ है। यो बङ्गलादेशको अन्तरिम सरकारको चाहिँ नियुक्ति भएको हो, 24 अगस्त 8 मा भएको, डेट पनि राखेछ, एकदम ठिक छ। बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखमा चयन भएका मोहम्मद युनिसले कुन वर्षको शान्ति पुरस्कार 6 सालको 2006 को सन् 2006 को चाहिँ यो पाएका थिए। अहिले कि भेनेजुएलाले त टर्मलाई दिइन्, अहिले सुन्न सक्छ है। ल अनि अर्को नम्बरमा 18 नम्बरमा हेर्नु, अहिले फर्मुला भनिदिउँ ल सबैको लास्टमा। अहिले पहिला क्वेसन सकौँ, नजानेको के छ सोध्नु। अगाडि ब्रह्माण्डबाट अन्तर्राष्ट्रिय सङ्घ संस्थासम्म सर यो पढ्न गाह्रो छ भन्नु, अहिले भनिदिउँ ल, तर अहिले पहिला क्वेसन सकौँ है। अनि प्रश्न नम्बर 17 मा चाहिँ भइहाल्यो। 18 मा तल दिएका विचार कथनबारे विचार गर्नुहोस् भन्छ। ब्रिक्स डेभलपमेन्ट ब्याङ्कको प्रधान कार्यालय चीनमा रहेको छ, खाली ठाउँमा चीन। अनि एसियन डेभलपमेन्ट
बैंकको फिलिपिन्सको मानिला यो पनि 2 को फिलिपिन्स कहाँ छ यो अप्सन हेर्नु त एमा छ ल। अब प्रश्न नम्बर 19 मा द्रव्य कोषको स्थापना गर्ने राणा प्रधानमन्त्री देव शमशेर होइन, चन्द्र शमशेर होइन, भीम शमशेर होइन, खोइ अप्सन खोइ अर्को हो युद्ध शमशेर ठिक। उद्योग विभाग उद्योगका संस्थापक पिता यो भन्छ होइन, यो भनेको कर्मचारीलाई पेन्सन दिने व्यवस्थाको सुरुवात गर्ने सबै यिनी है ल। अब अरु अनि प्रश्न नम्बर 20 मा के भन्छ भने विश्वव्यापी पर्यावरण अनुसन्धान र पर्यावरण बारेमा प्रचार प्रसार गर्ने उद्देश्यले अमेरिकामा स्थापित अर्थ वाचको स्थापना 1971 मा भएको हो। यही अर्थ वाच अनुसार अमेरिकी युवाले चालेको अभियानलाई अर्थ फर्स्ट भनेर भनिन्छ। अर्थ फर्स्ट हो र अर्थ फर्स्ट भनेको के हो भने पहिला वृक्षारोपण र वातावरण संरक्षण अनि मात्र काम भनेर अमेरिकाबाट सुरुवात भएको। तर अर्थ आवर भनेको चाहिँ अस्ट्रेलियाबाट सुरु भएको 1 घण्टा बत्ती निभाउने 8:30 बजेबाट 9:30 बजेसम्म बत्ती निभाउने। यसले झुक्क्याउन सक्ला, यसलाई चाहिँ ख्याल गर्नु यो है। अर्थ आवर भनेको अस्ट्रेलियाबाट सुरु भएको 1 घण्टा बत्ती निभाउने वातावरण संरक्षण गर्नको लागि 1 घण्टा यो भनेको बत्ती निभाउने कुरा र अनि अर्को कुरा अर्थ फर्स्ट भनेको अमेरिकी युवाले चालेको अभियान हो। यो भनेको पहिला वातावरण संरक्षण र वृक्षारोपण अनि मात्र काम भन्ने नारा साथ अगाडि ल्याएको अभियान हो है। अर्थ वाच अर्थ फर्स्ट भनेको अमेरिकाबाट, अर्थ आवर भनेको अस्ट्रेलियाबाट। ल अब अर्को नम्बरमा प्रश्न नम्बर 21 मा पेरिस ओलम्पिक 2024 मा फुटबलको स्वर्ण पदक विजेता राष्ट्र स्पेन। यो त एकदम सजिलो छ ल। अब प्रश्न नम्बर 22 मा के छ भने तलका मध्ये विचार गर्नुहोस् भन्छ राजमार्ग हो क्या त्यो हो राजमार्ग भन्छ। 1 नम्बरमा के छ भन्नु त पासाङ लामु शेर्पा भनेको चाहिँ यो कहाँबाट भन्दाखेरि काठमाडौँ टु धुन्चे रसुवा। यो भनेको काठमाडौँदेखि धुन्चेसम्म 111 किलोमिटर लामो छ पासाङ लामु शेर्पा यो राजमार्ग। अनि दोस्रो नम्बर सगरमाथा हो। सगरमाथा भनेको ससो भनेर फर्मुला छ। ससो भनेको चाहिँ सोलुखुम्बु टु सल्लेरी। सोलुखुम्बु टु सल्लेरी भनेको 265 किलोमिटर लामो छ। 265 किलोमिटर सोलु यो भनेको सल्लेरी। अनि रत्न राजमार्ग भनेको चाहिँ राप्ती हो। राप्ती राजमार्ग भनेको चाहिँ यो कहाँबाट हो भने अहिले तपाईको गीत छ नि स्याउली बजार भन्ने। स्याउली बजार कहाँ पर्छ भन्नु त गीत त गाएर त नाच्नु भयो होला, टिकटक त बनाउनु भयो होला। स्याउली बजार कहाँ पर्छ डडेलधुराको सदरमुकाम नपुग्दै 3 किलोमिटर यतापट्टि बजार छ, त्यहाँ चाहिँ त्यही बजारलाई भन्छ स्याउली बजार। त्यो गीतको स्याउली बजार त्यो हो। अब अन्त पनि हुन सक्ला तर चाहिँ मेन बजार चाहिँ त्यो। अनि अर्को नम्बरमा यो यही कुरा हो। यो राप्ती राजमार्ग भनेको स्याउली बजार टु यो भनेको के थियो स्याउली बजार टु समुवागढ भनेर भन्छ। यो 196 किलोमिटर लामो छ रत्न राजमार्ग के अरे राप्ती राजमार्ग। अनि अर्को के छ अप्सनमा भन्नु त बिपी राजमार्ग भनेको चाहिँ यो जापान सरकारको सहयोगमा हो। बनेपाबाट बर्दिवाससम्म हो। बनेपा सिन्धुली खुरकोट हुँदै यताबाट गएको छ नि बाटो हो त्यो भनेको बिपी राजमार्ग हो। जापान सरकारले सहयोग गरेको हो। 160 किलोमिटर लामो छ। अब लामो भन्छ के भन्छ भन्नु त ल। अब ठिक लाग्नु कुन छ ल। अनि अब प्रश्न नम्बर यो के हो यो भन्नु त 23 को 16औं जनाको लक्ष्य विधिको शासन विश्वव्यापी प्रतिस्पर्धा भ्रष्टाचार अनि विद्युतीय सरकार ल हेर्नु यहाँ ल हेर्नु यसमा योजनाले 10 वटा सुशासनका 10 वटा सामाजिक न्यायका 20 वटा समृद्धिका राखेर टोटल 40 वटा लक्ष्य छन्। महँगो भ्रष्टाचारको महँगो बिमीको भ्रष्टाचारको पारा महँगो भ्रष्टाचार बिमीको पारा हो यो ल हेर्नु। यो भनेको मतदाता
सुशासनका 10वटा। मतदाता भनेको चाहिँ कति त भन्दाखेरि यो मतदाता भनेको 75%, यो भनेको 85% मतदाता निर्वाचनमा मतदाता सहभागिता कति भन्दा 85%। यो क्वेसन सोध्न सक्छ। निर्वाचनमा 100 जना मतदाता छ भने 85ले भोट हाल्न भन्ने चाहिँ योजनाको लक्ष्य हो। अनि मुद्रास्फीति भनेको 5%मा झार्ने लक्ष्य राखेको छ। अनि ममु भ्रष्ट बिनीको यहाँ बेरोजु छुटेछ, आज बेरोजुको पारा। अनि भ्रष्टाचार भनेको सूचकांक यो भनेको 43 हो। अनि यो भनेको चाहिँ यो विधिको शासन भनेको 0.80 हो। अनि अर्को विद्युतीय प्रतिस्पर्धामा सरकार भनेको 0.600 हो। अनि अर्को भनेको चाहिँ यो के हो त भन्दा यो एउटा चाहिँ के हो त, यो एउटा विद्युतीय सरकार। अनि अर्को भनेको चाहिँ विश्वव्यापी प्रतिस्पर्धामा चाहिँ यो भनेको 65 हो। अनि 65-90 अर्को यहाँ 65। अनि यो अनि विनियोजनमा खर्चको अनुपात पक्नु है, 65-90 590, 65-90 590 भनिसके विनियोजनमा खर्च 90% पुर्याउने हो। अनि त्यहाँबाट अर्को भनेको चाहिँ यो बेरोजु भनेको चाहिँ फेरि 5%मा झार्ने हो। अनि बेरोजुको पारा भनेको 5 वर्ष मुनिको यो भनेको बाल बालिकाको चाहिँ के हो त भन्दाखेरि यो 5 वर्ष मुनिका बाल बालिकाको जन्मदाता 100% पुर्याउने हो। अनि अर्को यो भनेको राष्ट्रिय परिचय पत्रमा सहभागी चाहिँ नेपाली जनतालाई चाहिँ 590 भनेपछि 90 पुर्याउने। यो सुशासनका 10वटा लक्ष्य नै। ममु भ्रष्ट बिनीको बेरोजुको पारा भनिसकेपछि सुशासनका यी सूचक पनि हुने। नेपालको सुशासन किन राम्रो भएन भन्दा यिनै नराम्रो भएर भयो। अब यिनी चाहिँ यो 65-90 590 भनेको 65 अनि 90 590 बिर्सिहालिन्छ नि, यसरी याद गर है। ल अब त्यहाँ जोडा मिलाउनु त कुन हुन्छ? अब चाहिँ सकिहाल्यो तपाईँले, यो त अब म भन्नै परेन। लाउनु भाइ यो लाउनु। अनि अर्को नम्बरमा प्रश्न नम्बर के छ भने 24मा हेर्नु त। यो राणाकालमा दरबारको बन्दुक राख्ने ठाउँ हेरचाह गर्ने लाजिमा भनिन्थ्यो, ठिक छ। बन्दुकको हेरचाह गर्नेलाई लाजिमा भनिन्थ्यो। राणाकालमा जिल्लाको प्रशासकलाई खरिदार भनिन्थ्यो, गल्ती हो यो भनेको मल्लकालमा उमरा भनिन्थ्यो। राणाकालमा चाहिँ बडा हाकिम अथवा गैडा हाकिम भनेर भनिन्थ्यो। गौडा भनेको जिल्ला हो, त्यो भनेको बडा हाकिम अथवा गौडा हाकिम भनेर चिनिन्थ्यो। त्यो भनेको खरिदार भनेको चाहिँ त्यो दौडेर लगेर सूचना दिने, केन्द्रका सूचना तल चाहिँ स्थानीय स्तरसम्म पञ्चालीहरूलाई दिने व्यवस्था भनेको त्यो। अब त्यो भइगयो। अब 25 नम्बरमा तलको भनाइबारे जोडा मिलाउनु, जोडाबारे विचार गर्नुहोस् भन्छ। ऊर्जा सङ्ग्रहालय फर्पिङमा छ, ठिक। राष्ट्रिय मुद्रा सङ्ग्रहालय छाउनी काठमाडौँमा हो, हनुमान गलत। माछा सङ्ग्रहालय फेवातालमा, ठिक छ। लेप्चा सङ्ग्रहालय इलाममा पर्छ, यो पनि ठिक छ। भनेपछि त यो बीको मात्रै गल्ती रहेछ। ल अनि अर्को नम्बरमा प्रश्न नम्बर 26मा देहाएको कुन कथन गलत सही होइन भन्छ भनेपछि गलत छ भन्छ। नेपालमा हरेक वर्ष आलु दिवस कास्कीको हेम्जामा मनाइन्छ, ठिक छ। अनि बीमा चाहिँ नेपालमा छापाखानाको सुरुवात 1908मा भएको गिद्धे छापाखाना हो, त्यही पहिलो, यही ठिक छ। यो पनि सन हो। सन भएपछि बिग्रियो, विक्रमसम्म त ल कसरी डुबाइदिन्छ भने सन भए त गलत भइहाल्यो नि, विक्रमसम्म भएको भए अनि सन भए गलत। अनि सुनको मुद्रा प्रचलनमा ल्याउने राजा सदाशिव मल्ल हुन्, ठिक छ। असर्फी ल्याउने, सुनको मुद्रा ल्याउने भन्यो भने चाहिँ सदाशिव मल्ल। तर सुनको असर्फी भन्यो भने रणबहादुर शाह, रणबहादुर। तिरौता लिपि मैथुली भाषाको, यही बीकै गल्ती रहेछ, सन हालिदिएछ, कडा टेक्निक लगाइदिएछ, डुबाउँछ यसरी। अनि यो प्रश्न नम्बर 27मा हेर्नु त। हो यो चित्र छ नि, यो चित्र 17वटा लक्ष्यको 17वटा चित्र छ, यो याद गर्नु है। अलि मैले त्यो 8-10 दिन अगाडि पेजमा राखिदिएको थिएँ, फेरि पनि एकचोटि राखिदिउँला। यो 17वटा लक्ष्यको गरिबी, भोकमरी, स्वास्थ्य र शिक्षा, समानता, पावा असमानता, दिउँ पवित्र र शान्तिलाई साझेदारी भनेपछि 17वटा लक्ष्य। यो दुईटा इक्वल टु लागेको समानता हो। समानता कहाँ पर्छ? हो, दुईटा इक्वल टु समानता हो। ल
अब यो समानता हो, यसलाई चाहिँ भइहाल्यो। यो तपाईँले अरू चाहिँ हेर्नु। अब अर्को दौत्य सम्बन्धको जोडा मिलाउनुहोस् भन्छ। संयुक्त राष्ट्रसङ्घ अनि के अरे संयुक्त राष्ट्रसङ्घको जोडा मिला अमेरिका, भारत, फ्रान्स भन्छ। सुरुमा दौत्य नेपाली दिएछ, बिए गर बिएफसँगै, फेरि आइदियो यसले छोड्दै छोड्यो। बिए गर बोयफ्रेन्डसँगै, कसैलाई धोका नदिनु है। अब यो बेलायत, सुरुमा बेलायत। अब त डेट पढ्नै पर्दैन के, सुरु जे छ त्यसैमा ल र जोडा मिलाइदिनु, किन भोग्नुहुन्छ बेकारमा। अनि दोस्रो नम्बरमा अमेरिका, अमेरिका। तेस्रो नम्बरमा भारत, चौथो नम्बरमा फ्रान्स, अनि चिरुजासी, अनि यो चीन 5 नम्बरमा चीन, 6 नम्बरमा रुस, 7 नम्बरमा जापान, 8 नम्बरमा स्विजरल्यान्ड, 9 नम्बरमा श्रीलङ्का, 10 नम्बरमा इजिप्ट। ल 10वटा राष्ट्र क्रमश है। बिए गर बिएफसँगै चिरुजासी भनेको 10वटा दौत्य सम्बन्ध कायम भएका क्रमश राष्ट्र। अनि अब आयो कति नम्बरमा भने भन्नु त, 29 हो। ल 29 नम्बर भनेको नेपालको ओल्ड, यो भनेको डब्लुएम हो। यो भनेको चाहिँ सदस्य कहिले भयो भन्दाखेरि 66 छैन अप्सनमा। ल 1966 अप्सन सी। ल यो डब्लुएमओ भनेको सामुद्रिक सङ्गठन। तपाईँले चाहिँ यसको विशिष्टीकृत संस्था यहाँ हेर्ने, यसको एउटा यो म तपाईँलाई लजिक सिकाइदिन्छु। हेर्नु जिके पढ्दाखेरि जस्तै विशिष्टीकृत संस्थाको प्रधान कार्यालय, यो पढ्दाखेरि खाद्य खाद्य र कृषि आउँछ भने, खाद्य र कृषि आउँछ भने इटालीको रोमान्नो। पैसा पैसा र विकास, पैसा विकास र पपुलेसन, जनसङ्ख्या आउँछ भने अमेरिका हान्नु, अमेरिका हान्नु। जस्तै वर्ल्ड ब्याङ्क यस्ता यस्तै आउँछ भने अमेरिका हान्नु। अनि नाम, नाम भएको भने, ना भनेको नागरिक उड्डयन, ना भनेको नागरिक उड्डयन, ना भनेको नागरिक उड्डयन मल्टियल, सक्यो। अनि अर्को साल, सामुद्रिक सङ्गठन लन्डन, साल। अनि अर्को म्याप, पर्यटन भनेको म्याड्रिड स्पेन, म्याप। अनि अर्को नाम, साल, म्याप, औद्योगिकको भनेको के हो भन्दाखेरि अस्ट्रिया। अनि अर्को यो हान्ने, यो बाहेक अरू। अनि हुलाकले, हुलाकले वर्ण फेरेको, हुलाकले वर्ण फेरेको भनिसकेपछि स्विजरल्यान्डको बन्डमा। अनि यो बाहेक अरू सबै जे आए पनि विशिष्टीकृत संस्थाको हो। फेरि अरूको होइन, जे आयो नि भनेर पुरै भन्नु होला। विशिष्टीकृत संस्थाको प्रधान कार्यालय स्विजरल्यान्डको जेनेभामा छ। तर युनेस्को फ्रान्सको पेरिस, युनेस्को फ्रान्सको पेरिस, अरू सबै स्विजरल्यान्डको जेनेभा। ल विशिष्टीकृत संस्थाको प्रधान यो नाम, साल, म्याप, चारवटा अक्षर घोक्नु, अरू जे आयो नि स्विजरल्यान्ड थोक्नु। ल अब घर गएर अप्सन, अब घर गएर हेर्नु, यसको फुल फर्म लेखाइदिए नभन्नु। ल अब प्रश्न नम्बर के छ भने अर्को नम्बरमा 30 को, यो स्याटु श्रेष्ठ कुन खेलसँग सम्बन्धित छ? यो भनेको टेबल टेनिस होइन र, टेबल टेनिस हो जस्तो लाग्छ मलाई। यो खेलकुद एकदम गाह्रो लाग्छ मलाई फेरि, किन हो खेलकुद खेल्न खोइ सम्झिने भन्दा नि यो खेलकुद मलाई अलि चाहिँ यो इच्छाको विषय नै होइन, झ्याउ लाग्छ कि मलाई खेलकुद। त्यही भएर यस्तो धेरै जसो थाहा हुँदैन मलाई। अनि प्रश्न नम्बर 31 मा, विश्वमा समाचार पत्रको सुरुवात कुन देशबाट? चीनले गरेको, एकदम सही। विश्वमा विश्व सम्पदा सूचीमा नेपालका कतिवटा? 10वटा। काभल, त्यहाँ लेख्नु त, काभल लेख्नु, काभल, त्यहाँ काभल लेख्नु त, काभल। काठमाडौँमा हनुमान, पशुपति, स्वयम्भू र बौद्धनाथ लेख्नु। काठमाडौँ जिल्लामा 4वटा, काठमाडौँका 4वटा भनेको हनुमान, पशुपति, हनुमान ढोका क्या सर्ट फर्म लेखेको, हनुमान कमा पशुपति कमा स्वयम्भू कमा बौद्ध, बौद्धनाथ स्वयम्भूनाथ भनेको हो के त्यो भने 4वटा।
अनि अर्को काठमाडौँका 4वटा भयो। अनि भक्तपुरका भनेको एउटा भक्तपुर, अर्को चाँगुनारायण, भक्तपुर र चाँगुनारायण। अनि ललितपुरको पाटन 7वटा भयो कि भनौँ, 7वटा भए। अनि अर्को भनेको 2टा राष्ट्रिय निकुञ्ज, सगरमाथा र चितवन, राष्ट्रिय निकुञ्ज। कति भयो? 9वटा भयो। एउटा के छुटो? लुम्बिनी छुटो, लुम्बिनी रूपन्देहीको लुम्बिनी। अब हेर्नु लुम्बिनी यो भन्। अब एउटा आइडिया सिकाइदिन्छु, हेर्नु है। कहिले गए त हेर्नु, कहिले गए तपाईँले, कहिले गए भन्ने चाहिँ यो किन लाग्यो भने तपाईँलाई थाहा छ नि, त्यो के अरे छोरी मान्छेलाई के अरे जन्मिसकेपछि नाक कान छेडिदिन्छन् नि, त्यो धर्म संस्कृतिमा पढेको कि मैले। पछि धर्म संस्कृति पढाउँदा भनौँला होइन, यो के अरे यो। अनि पढाउने टिचरलाई यस्तो लगाइदिएको भने यो पढाउने एरियाबाट बाहिर नभागोस् भने। त्यो छोरीहरूलाई पनि नाक छेडिदिने, कान छेडिदिने, हातमा चुरा लाउने भनेको त्यो बन्धनमा बाँधेका हुन् नि। त्यो पहिला त्यो मार्के राणालाई चाहिँ छेडेर चाहिँ त्यो डोरी लाउँछ नि, त्यो महिलालाई नि त्यही हो। त्यस्तो तपाईँ कहिलेबाट हेरेको? ल अहिले यहाँ यो पनि त्यस्तो है। कहाँ गयो यो बोर्ड फेरि? ल अहिले मलाई यस्तै भयो, यस्तो झुडाइदिएको। ल म के भन्छु भन्दै थिएँ, कस्तो दृश्य। त्यो ल ल हेर्नु, जे आए नि बोर्डमा हेर्ने, एउटा उसमा जे आए पनि के गर्ने? 10वटा छन् कि छैन? जस्तो 10वटा छन्। 1997 हेर्नु है। जे 10वटा कहिले गए भनेर सोध्छ, तपाईँले ठिक बेठिकमा नि सोध्न सक्छ, जोडा मिलाउनेमा नि सोध्न सक्छ। जे भने पनि 1997मा लुम्बिनी भनेको 1997मा। अनि चितवन भनेको 1984मा, चितवन भनेको 1984मा। 2टा मात्रै घोक्नी, लुम्बिनी र चितवन मात्रै घोक्नी। अनि अरू सबै उल्टा 90 भनेको 97, उल्टा 90 भनेको 179 सित्यो। सबै 8वटा यसमा, 2टा यस। कहिले गए, कहिले विश्व सम्पदामा सूचीकृत, बुझ्यो? चितवन 84, लुम्बिनी 97, अरू बाँकी उल्टा 90, उल्टा 90। अब यो 79 भन्न त गाह्रो हुन्छ नि, उल्टा 90 भनेपछि। ल कहिले गए भन्ने कुरा त अब कण्ठ भयो। ल अलिक छोटो बनाएर पढ्ने बानीको विकास गर्नु, नत्र गाह्रो हुन्छ। ल अब आयो प्रश्न नम्बरमा 33मा। युरोपेली सङ्घको इनर सिक्स भित्र तलका मध्ये कुन देश पर्दैन? युरोपेली उसको इनर सिक्स भनेको के हो भन्नु त? इनर सिक्स भनेको बेलाए ग्रिस पनि डन हुन्छ भनेको, स्पेन पर्दैन। अनि अर्को नम्बरमा बेलने फ्राइज भनेको चाहिँ अर्को, सुरुको बेलने फ्राइज, बेलाए ग्रिस पनि डन हुन्छ भनेको आउटर सिक्स। अनि अर्को 34मा राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन 2079 असौ 30 गते भनेको होइन, यो भनेको सत्यमान जोशीको मृत्यु हो। उल्टो दिएछ यसले त यहाँ। अनि सत्यमान जोशीको निधन फेरि त्यो माधव प्रसाद घिमिरेको तल दिएछ 2077 भदौ 2 गते। यो ए को 2, बी को 1 हो, उल्टो, दुइटै गल्ती। अनि आयो अर्को, तलको मन्दिर मध्ये शिखर शैली भनेको चाहिँ अप्रताप र कृष्णले जगतमा महाबौद्ध बसाल्ला भन्ने फर्मुला थियो, यहाँ त्यो मध्ये छ कि छैन है त? पशुपति भनेको होइन, चाँगुनारायण होइन, न्यातपोल पनि होइन, अर्को के छ हजुर? त्यसो भए कुनै पनि होइन लाइन त्यो। ल अब अर्को 36मा हेर्नु है। 36मा जोडा मिलाउनुहोस् भन्छ। पेन्दिया पर्व भनेको थारू, ए को 2 कहाँ छ हेर्नु त? ए को 2 बीमा अरूमा छ, त्यसो भए अरू हेर्नै परेन, सिद्धियो। त्यसरी जाने, त्यही पनि यहाँ अब त्यही अनुसार मैले भने नि। अब सिरुवा पर्व राजवंशी हो, पाँच मेला भनेको चाहिँ यो सतार जातिले हो। अनि अरू त यहाँ यो नाइसको लोगोले क्वेसनै देखियो छैन। अनि अर्को 37 नम्बरमा हेर्नु त, कोपा अमेरिका कप 2024 विजेता राष्ट्र कुन हो? अर्जेन्टिनाले कसलाई हराएको?
कोलम्बियालाई हराएको। सेमी फाइनलमा पुग्ने राष्ट्र कुन कुन हुन्? अर्जेन्टिना, कोलम्बिया, उरुग्वे र क्यानाडा हैनन्? चारवटा। सेमी फाइनलमा पुग्ने भनेको उरुग्वे र क्यानाडा, कोलम्बिया र अर्जेन्टिना। अर्को नम्बरमा 38 नम्बरमा के भन्छ? सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा तलका मध्ये कुन पर्छ हो? कुन पर्छ भनेको? यो भनेको विपद व्यवस्थापन पनि हो, सवारी साधन अनुमति पनि हो, अनि अर्को भनेको क्यासिनो होइन, पविकी सासु त प्राससँग खानी गई भनेको सङ्घ प्रतिष्ठान तहको 15वटा साझा अधिकार सूची हो है। ल अब प्रश्न नम्बर 39 के भन्छ? नदीको उद्गम स्थल मर्स्याङ्ग्री कहाँ हो? मर्स्याङ्ग्री भन्नु न, मर्स्याङ्ग्री नदीको उद्गम स्थल कहाँ हो? बिचरा अब यहाँ हेर्नु त्यसको। ल कसैले नहेरिकन यहाँ ध्यान लाउनु, यहाँ नलेखिकन यहाँ हेर्नु, सबैले यहाँ ध्यान लाउनु, यहीँ कण्ठ बनायो। नदीको उद्गम स्थल यहीँ कण्ठ हुन्छ, सबले यहाँ यस्तो है। यसको बाबा मदाको मेलामा, मदाको मेलामा, बाबा मदाको मेलामा सिन्धुलीकी कमला, सिन्धुलीकी कमला, कमला र गणेशकी बुढी आका, गणेशकी बुढी आका, आका जब हाँस्नुहुन्छ नि हामी बल्ल सम्झिन्छ, नत्र कति तनाव हुन्छ थाहा छ हजुर। मैले नि कति दुःख गरेर पहिला घोकेको भन्ने मलाई थाहा छ, पढ्ने मान्छेलाई पनि थाहा हो। जिके त तपाईँले कतिको पढ्नुभयो? म बिहान सुरुमा पढ्दाखेरि जानिएन हेर्नु, अनि फेरि पहिला बोर्डिङ पढाउँदाखेरि बिहानै उठ्ने, राति पढ्ने बानी हुन्थ्यो। दिनभरि त अब बोर्डिङमा गएर पढाउनु ठिक हुन्थ्यो, अब राति पढ्न पर्थ्यो म्याथ पढ्दाखेरि। अनि राति उठो घोको केही पनि आउँछ। यो जिके त अब जिन्दगीभरि पढ्न सकिन्न होला भन्ने लाग्थ्यो मलाई हेर्नु। र यो जिके नबुझेकालाई फेरि यो अहिले तपाईँहरू जिके पढ्न नजान्ने हो भने यो तपाईँलाई पनि त्यस्तै लाग्यो होला कोहीलाई होइन, कोहीले त जान्नुभयो होला। तर यो पढ्ने बेलामा पढो 3 दिनपछि केही छैन हो, केही भन्नु त्यही हो। र फेरि जिके भनेको सबैभन्दा सजिलो जिके हो। इङ्ग्लिस पनि त्यो रुल सबै जान्नु पर्यो तपाईँले। त्यो प्रिपोजिसनका रुल कतिवटा छन् त्यो, अनि त्यहाँबाट त्यो अर्को चाहिँ एउटै उसले पनि त्यो कतिवटा प्रिपोजिसन लाग्छ भन्नु सक्नु? त्यो पढेकोबाट आयो नि त, कि भने इङ्ग्लिसमै त्यो पहिल्यैबाट प्र्याक्टिस गर्नु पर्यो। अब आएर इङ्ग्लिस बन्ने भन्ने हुँदैन। अब आएर न तपाईँको ह्यान्डराइटिङ राम्रो बन्छ, न तपाईँको इङ्ग्लिस राम्रो बन्छ, न तपाईँको आइक्यू राम्रो बन्छ, न तपाईँको जिके राम्रो बन्छ। अब त यो उकालो मुखा गुँडो पेल्ने हो, कहाँसम्म पेल्न सकिन्छ छोड्दा बित्तिकै डङलङ्गे खर्च। माथि त्यो बााउन्ड्री लाइन भन्दा उता पटाइयो भने पास, नत्र फेल। हेर्नु त्यो हो। अब जिके सबभन्दा सजिलो जिके हो हेर्नु। यो तपाईँ यति मात्रै घोक्नु भने बाबा मदाको मेलामा सिन्धुलीकी कमला र गणेशकी बुढी आँका। बाउ र छोराले गफ गर्दै रहेछन्, अनि बाउ चाहिँ बिरामी भएर के अरे बेडमा रहेछ, अनि छोरो चाहिँ मेला हेर्न गएछ। बाबु मेलामा को आएका थिए त नि भनेर भने, बाबा मदाको मेलामा त सिन्धुलीकी कमला पनि आइथी, गणेशकी बुढी पनि आइथी भनेर भने। अनि के भन्यो भने अर्को, विष्णुको सपना, विष्णुको सपना, सपना ठुसा मुधौ, ठुसा मुधौ, विष्णुको सपना ठुसा मुधौ मूलमा, मूलमा बुध कम गरेर बाँचुला रे, बुध कम गरेर बाँचुला रे, बाँचुला ल हेर्नु, बुध कम गरेर बाँचुला हेर्नु है। अब यो भनेको बाबा मदाको मेलामा सिन्धुलीकी कमला र गणेशकी बुढी आँखा, विष्णुको सपना ठुसा मुधौ मूलमा बुध कम गरेर बाँचुला। नदीको उद्गम स्थल पुरै सक्यो। अब तपाईँले मानव एकछिन सुन्नु, घर गएर यस्तो एप्लाई गर्नु क्या। तपाईँले अहिले केही जानेको छैन, नआत्तिनु। यो जानेको भयो नि बिर्सिनु, तपाईँले जानेको भयो। तपाईँसँग प्रश्न त छ नि, छ कि छैन भन्नु। प्रश्नमा त्यहाँ अप्सन त छन् नि, छ कि छैन भन्नु। ल अब हेर्नु, अब त्यहाँ कुनै एउटा भन्नु त भाइ के छ? ल अब हेर्नु, यहाँ बोर्डमा हेर्नु, त्यहाँ क्वेसन नहेर्नु, यहाँ हेर्नु। तपाईँले इक्जाम हलमा हुनुहुन्छ अहिले, यो क्वेसन आयो, तपाईँलाई केही पनि थाहा छैन, यो त घोकेको हुनु पर्यो। यसको फुल फर्म के हो छोडिदिनु। यहाँ सबै फुल फर्म लेखेर यो म जस्तै जान्ने हुन पाए भन्ने नसोच। यो पछि जिके टिचर हुने भयो जान्नु होला, नत्र लोकसेवा पास गर्न जान्न पर्दैन। र यो जस्तै मदा भन्नुभयो नि, मर्स्याङ्ग्री भन्नुभयो नि,
मर्स्याङ्ग्री दामोदर हिमाली मदा दा त्यहाँ छ कि छैन भाइ खोल्नु छ कि छैन अब लगाइदिनु न अनि गोलो लस्करै तान्न जान्नु सकिहाल्छ अनि अर्को के छ भाइ भन्नु ल गणेशी बुढी गणेश हिमाल छ कि छैन गणेश हिमाल छ कि छैन ल अब त्यहाँ पनि लाउनु अनि अर्को भन्नु भाइ सानो भेरी ल हेर्नु यहाँ विष्णुको सपना बोल्नु विष्णुको सपना ठुलो भेरी सानो भेरी भनेको ठुलो भेरी भनेको नजिकको नजिक टाढाको टाढा ठुलो भेरी मुकुटिबल सानो भेरी धौलागिरीमा छ कि छैन ल अनि अर्को के छ दरौदी भनेको बुध कम गरेर दरौदी बुद्ध हिमाल अनि यो भनेको मुकुट हिमाल भनेको चाहिँ मुगु कर्णाली लग्दा हिमाल अनि बाँचुला रे बाणगङ्गा भनेको चुरे डाँडा अनि अरे सिन्धुलीगढी कमलामाई भनेको सिन्धुलीगढी मेचीको लाली खर्क बाबा बागमतीको बागद्वार सिद्धो त अब अर्को फेरि एउटा फर्मुला लेख्यो भने फेरि अर्को सिद्ध नदीको उद्गम स्थल कहाँ भयो सक्यो तपाईँलाई यो कि नदीको उद्गम स्थल कि नदीको संस्कृत नियम तपाईँलाई यसबाट आउँछ हेर्नु यसबाट आउँछ त्यो संस्कृत नियम पनि पढ्नु हुनु नि यसरी चाहिँ ख्याल पौराणिक नाम त मैले माछिदाई पोखरा फेवातालको लाममाया साँच्चैको नलम्बो ख्याल ख्याल भन्ने गीत गाएको थिएँ अरुण महा तेपे चम्पा मर्स्याङ्ग्रीमा सित त्रिशुलीलाई धर्मधारा तमरलाईको दुःख भने गीत बनाएको थिएँ त्यो गीत अब लामो हुन्छ अहिले फुर्सदमा भयो लेखाइदिनु पर्ने है ल अब अर्को नम्बरमा के छ भने प्रश्न नम्बर 40 मा नेपाली भाषाको प्रकाशित पहिलो पत्रिका नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका गोर्खा भारत जीवन हो ठिक पहिलो नेपाली भाषाको भनेछ हैन त्यो ठिक छ ल गोर्खा भारत जीवन विक्रम सम्मत 1934 मा मोतीराम भट्टले काशीमा छापेका थिए यो 4 र 3 लाई उल्टाइदिएछ 1943 मा हो यो गलत यो गल्ती 2 को गलत 1934 होइन 1943 हो अनि नेपालमै छापिएको पहिलो पत्रिका सुरसागर हो 1955 मा छापिएको पण्डित नरदेव भनेको यसका संस्थापक थिए यसका चाहिँ यो के भन्छ नि सम्पादक भनेपछि कुन ठिक रहेछ भन्नु बेठिक हजुर ल 2 गलत 1 3 4 ठिक अप्सन छैन भने यो क्वेशनै गलत ल अब अर्को नम्बरमा यो लभ वेब केसँग सम्बन्धित छ भन्दा भूकम्पसँग सम्बन्धित छ खेलकुद नि होइन जलवायु नि होइन मानव अधिकार पनि होइन यो अनि 42 को भिटामिन ए को रासायनिक नाम के हो वैज्ञानिक नाम रासायनिक नाम सोध्नु के हो ल भन्नु त रिटानोल र थाइमिन यसो कल गरी टोकेसाले भनेको भिटामिनको वैज्ञानिक नाम रिटानोल र थाइमिन यसो कल गरी टोकेसाले हेर्नु है यो रिटानोल र थाइमिन यसो कल गरी टोकेसाले भिटामिनको नाम वैज्ञानिक नाम रिटानोल भनेको भिटामिन ए थाइमिन भनेको भिटामिन सी एसोफेरल भनेको भिटामिन सी कल्सिफेरल भनेको भिटामिन डी टोकोफेरल भनेको भिटामिन ई साइनोकोबल भनेको भिटामिन के ल भिटामिन ए को कमीले रतन्दो लाग्छ रतन्दो भिटामिन बी को कमीले बेरी यो पनि भिटामिन वान लियो फेरि भिटामिन का नि B12 सम्म छन् फेरि यो भनेको थारीले नि पेन्टो फेरि बोकाइबा भन्ने फेरि भिटामिन बी का वैज्ञानिक नाम हुन् फेरि त्यहाँ भित्र छिर्ने भने कति छ अनि अर्को भिटामिन सी को कमीले आँखा देख्दैन अनि अर्को गिजाबाट रगत आउने भन्छ नि त्यो के रोग थियो र त्यो हो ठिक भन्नुभयो स्कर्बी भनेको त्यो दाँतको गिजाबाट रगत आउने अनि कल्सिफेरल भनेको यो भिटामिन डी को कमीले हो काठमाडौँमा बस्ने 99% लाई भिटामिन डी कम छ अहिले तपाईको चाहिँ हात खुट्टा दुखो पर्दाखेरि बसेर गर्दाखेरि कपाल झर्यो भने भिटामिन डी गर्छ गर्नु अनि यो भनेको भिटामिन डी भनेको चाहिँ के हो त भन्दाखेरि यो भनेको रिक्टेस
रिक टेस्ट भनेको चाहिँ के हो त भन्दा भिटामिन डी को यो हाड कमजोर बनाउने के र भन्नु हो नि हाड कमजोर बनाऊ यो भिटामिन डी को कमी त्यही भएर चाहिँ यो प्राथमिक केयर भनेको पनि आफैले जान्नु जस्तै मै यसको शिकार भनेको यो भिटामिन डी कम हुन्छ भन्ने मलाई थाहा थिएन एक दिन चाहिँ के भयो भन्दाखेरि पढाउँदै यसरी अनलाइन पढाउँदै थिएँ बिहान त्यति बेला चाहिँ बिहान 5 बजीबाट 6 बजीसम्म 6 बजीबाट 10 बजीसम्म बिहानै 3 पिरियड थियो बेलुका पढाउँदाखेरि यसरी पढाउँदा हात त चल्दै चलेन त्यो अनि एकदम कमजोर भयो हातै समात्थेन अलि त्यहाँ किन यस्तो भयो भने डक्टर अनि मेरो पिनासको समस्या थियो कि यो राति पिनास पढ्दाखेरि पहिला कलेजै पढ्दा रगत बग्ने अनि डक्टरले अपरेसन गर्ने भनेको थियो अनि त्यो टिचिङमा त्यो डेट पनि थियो दसैँ कहिले पोहोर सालको दसैँ चाहिँ कति 24 गते थियो 2 दिन अगाडि अपरेसनको डेट परेको थियो अनि अपरेसन गर्ने भने त्यो दसैँ भएर मात्रै अप्सन नगरेको नत्र मेरो यो त हल्का हड्डी बढी चाहिँ भने काटेर फालिदिइहाल्छ अनि पछि चाहिँ त्यो फेरि अर्कोचोटि होइन अब फेरि अझ राम्रैसँग चेक गरौँ भनेर चाहिँ जाँदाखेरि भिटामिन चेक गरेको भिटामिन त मेरो चाहिँ कति 12 पुगेको थियो 20 देखि 30सम्म 35सम्मको एभरेज हुनुपर्छ भिटामिन डी को भोल्युम अनि यो भिटामिन डी को चाहिँ यो हप्तामा चाहिँ एक दिन खाने औषधि हुन्छ त्यो 60,000 त्यो उसको अनि त्यो औषधि खाएको अहिले त नाक पनि च्यार्छ अपरेसन गर्ने भनेको नाक न दुख्छ न के हुन्छ केही पनि हुन्छ सन्चो भयो ल त्यो हड्डी कमजोर भएको हुनाले त्यो जहाँ असर गर्छ नि त्यसलाई बढी तनाव दियो कि अनि यो भनेको स्पेसल्ली पढ्ने मान्छेलाई बढी यो पिनासको कारणले गर्दाखेरि अनि एकहोरो बस्दाखेरि अनि तपाईँहरूले चाहिँ अहिले पछिल्लो समयमा यो कस्ता बिरामी बढी भयो भन्दाखेरि 2 तरिकाको बिरामी बढी भयो कि मैले चाहिँ डक्टरसँग चाहिँ बेला बेलामा काम यो गर्छु अहिले यो तपाईँहरू पढ्ने बेलामा पनि एकहोरो बसेर नपढ एकहोरो बस्दाखेरि चाहिँ यो ढाडको यो र अनि यो पातो चाहिँ यो हुने सम्भावना त्यही भएर 15 मिनट पढ्ने अनि हिँड्ने डुल्ने अनि ल अनि यसले चाहिँ के हुन्छ भने बाँझोपन यसले बाँझोपन हुन्छ हेर्नु भिटामिन के को कमी भयो भने बाँझोपन हुन्छ अब फेरि अब अहिले भिटामिन के अलि चाहिँ राम्रोसँग खाने अहिले चाहिँ के अरे यीलाई चाहिँ अलिकति ख्याल गर्ने अनि फेरि भिटामिन के भनेको रगत बग्ने अहिले चाहिँ स्पेसल्ली चाहिँ यो बच्चा नहुने समस्या छ नि जति पनि धेरैलाई हेरियो भिटामिन यसको समस्याले गर्दाखेरि अहिले ल यो प्रश्न रोगमा आउँछ विज्ञान प्रविधि फेरि मैले गफ गरेको होइन पढाएकै है फेरि यो क्वेसन आउन सक्छ कुन हो के हो यसरी चाहिँ ल अब आयो अर्को नम्बरमा प्रश्न नम्बर 43 नेपालमा रुबेला रोग विरुद्ध विवरण गर्ने सफलता परीक्षण नेपालले रुबेला रोग निवारण सफलता कहिले हासिल गरेको थियो कहिले हो यो त मलाई थाहा भएन यो डेट चाहिँ कति गते यो थाहा हेर्नु है एकचोटि यो मलाई 43 को थाहा भएन है यो प्रश्न नम्बर 44 मा मिस नेपाल 2025 लुना लुइटेल यो त एकदम सजिलो अनि अर्को नम्बरमा प्रश्न नम्बर 45 मा सार्कले सन् 2007 लाई के मनायो भन्नु सार्क असल वर्ष गलत सार्क युवा वर्ष गलत सार्क साक्षरता वर्ष गलत सार्क वातावरण वर्ष पनि गलत दक्षिण एसियाली पर्यटनले हरित एसियामा विविधता ल्यायो भनेपछि 6 7 8 दक्षिण एसियाली वर्ष भनेको चाहिँ हरित एसिया दक्षिण एसियाले हरित एसियामा तपाईहरुले चाहिँ यो लास्टमा हेर्नु है दक्षिण एसियामा हरित एसियामा दक्षिण एसियाली राष्ट्रले हरित एसियामा असल शासन ल्यायो असल शासन भनेको 2008 हरित एसिया भनेको 2007 अनि दक्षिण सार्कको पर्यटन भन्नु भने 2006 यो सुन्नु यो तपाईले मेरो फेसबुक पेजमा गएर चाहिँ त्यो भिडियो हुन्छ नि त्यहाँ हेर्नु त यो सार्कको मैले जम्मै पढाएर राख्दै लागु पदार्थले बालबालिकाको वातावरण र आवास अपाङ्ग बनाए युवाको गरिबीले साक्षरता र सहभागितामूलक शासन विविधता ल्यायो अनि त्यहाँबाट यो वातावरण युवाको योगदानले चाहिँ एचआईभी अन्त्य भयो दक्षिण एसियाली पर्यटनले हरित एसियामा असल शासन ल्यायो भने सार्कका पुरै वर्ष कण त्यसै है ल अनि अर्को नम्बरमा के छ त भन्दा प्रश्न नम्बर चाहिँ कतिमा पुग्यो भने 46 मा नेपालमा रेलवे सेवाको कहिलेदेखि सुरुवात भएको 1984 देखि सुरुवात भएको हो
1984 मा चन्द्र शमशेरले चाहिँ पहिलो रेल सेवा सुरु गरेका हुन्। तर पहिलो सुचारू भनेको चाहिँ 1993 मा जुद्ध शमशेरका पालामा जनकपुरदेखि जयनगरसम्म 51 किलोमिटर रेलमार्ग हो, बेलायत सरकारले सहयोग गरेको। बेलायत सरकारले सहयोग गरेको। अहिले तपाईँले अब त्यो 84 चन्द्रे नभइसकेपछि जुद्धे हान्ने, जुद्धेको बेलायत सरकारले सहयोग गरेको जनकपुरदेखि जयनगरसम्म 51 किलोमिटर लामो छ। त्यसरी चाहिँ हेर्नु है। ल अब यो 47 को त क्वेसनै छैन मसँग, भन्नु त के छ, यहाँ अप्सन मात्रै छ। के 16औं योजनाको भनेको डिजिटल साक्षरता 50%, आधा पुर्याउने भन्थ्यो हो। यो प्रश्न नम्बर 48 को जस्तो इक्जाममा आउँछ है, हेर्नु। जस्तै तपाईँले अहिले इक्जाम दिँदा ख्याल गर्नुभयो होला, यो 48 को प्रश्नले कति समय लिन्छ भन्नु त। त्यसको मिति पनि थाहा पाउनु पर्यो, अनि करम मिलाएर ल र गोलो पनि लाउनु पर्यो, हो कि होइन। यस्ता क्वेसन आउँछ। अब त्यहाँ हेर्नु 48 मा के भन्छ भने मुलुकी ऐन भनेको 1910, अनि त्रिचन्द्र कलेजको स्थापना 1975, अनि प्रचण्ड गोर्खा पर्व भनेको चाहिँ भीम शमशेरले चाहिँ 1988 मा 1987-88 भन्छ, 1988। अनि 87 मा यो 87 र 88 दुईटै चर्चा चलेको, 87-88 दुईटै भेटिन्छ, त्यो हेर्नु। अनि पहिलो आम निर्वाचन 2015 सालमा भयो, कर्मशै भन्छ त्यही रहेछ। अनि प्रश्न नम्बर 49, नेपाल प्रशासनिक इतिहासमा पहिलो पटक मुख्य सचिव लीलादेवी गर्तौला, महिला मुख्य सचिव लीलादेवी गर्तौला भनेको पोहोर सालको साउन 10 गते हो, 81 साउन 10 गते हो। अहिलेको सुमन राज अर्याल भनेको 29औं महासचिव के अरे मुख्य सचिव हुन्। यिनी भनेको 2082 मङ्सिर 8 गते नियुक्ति भएका हुन्। मुख्य सचिवको पदावधि 3 वर्षको हुन्छ। अहिले मङ्सिर 8 गते, 82 मङ्सिर 8 गते भएको हो, 29औं। अनि यो भइसकेपछि यसमा सकियो। नेपालमा हो, यो प्रश्न अहिले आउन सक्छ, यो 50 को नि इम्पोर्टेन्ट छ, चुनावको माहौल पनि छ, क्वेसन आउन सक्छ, समसामयिकमा पनि। नेपालमा सर्वप्रथम जनमत संग्रह कहिले भएको थियो? 2000, सुन्नु है, त्यहाँ अप्सनमा 2036 साल जेठ 10 गते भन्ने छ कि छैन? त्यसो भए एउटालाई काटेर जेठ बनाउनु न, त्यहाँ 2036 जेठ 10 गते, 2036 जेठ 10 गते बनाउनु भयो। यो निर्णय लेख्नु, जनमत संग्रहको निर्णय भएको। जनमत संग्रहको निर्णय कहिले भएको थियो भनेर सोध्छ। 36 जेठ 10 गते, 37 वैशाख 20 गते जनमत संग्रह भएको। अनि अर्को पनि लेख्नु, त्यहाँ एउटा इम्पोर्टेन्ट सोध्न सक्छ। जनमत संग्रहको अध्यक्ष भगवती प्रसाद सिंह थिए। जनमत संग्रहको अध्यक्ष, संयोजक जे भने नि भगवती प्रसाद सिंह थिए। अनि अर्को नम्बरमा, अनि यो दुईटा प्रधान, जनमत संग्रह घोषणा हुँदाखेरि कीर्तिनिधि विष्ट प्रधानमन्त्री थिए 36 सालमा। तर कीर्तिनिधि विष्टले जनमत संग्रह घोषणा भएपछि राजीनामा दिएका हुन्। पछि जनमत संग्रह हुँदा भनौँ भने चाहिँ सूर्यबहादुर थापा। कुरा बुझ्नुभयो कि बुझ्नु भएन? निर्णय हुँदा त्यहाँ लेख्नु, त्यहाँ निर्णय हुँदाखेरि कीर्तिनिधि विष्ट, तर जनमत संग्रह हुँदा सूर्यबहादुर थापा नेपालको प्रधानमन्त्री थिए। यो क्वेसन आउन सक्छ है अहिले। ल हजुर, जनमत संग्रह भनेको 275 के खै थाहा छैन त्यस्तो मलाई। त्यस्तो पढ्नु बोल्लाइन्छ। ओ भनेको पञ्चायतको पहेँलो, बहुदलको निलो। अनि पञ्चायतले 55%, बहुदलले चाहिँ 45%। अनि किन राजा महेन्द्रले जिते त भन्ने क्वेसन आउन सक्छ। किन जिते भने त्यति बेला मानव अधिकार भनेको चाहिँ हनन गरेका थिए उनले। राष्ट्रले के गरेको थियो 19 सालको संविधानले? मानव अधिकार त थियो, मौलिक हक त थियो, तर राजाले चाह्यो भने खोज्दिने त्यस्तो थियो। तर सामाजिक र आर्थिक विकास गरेको हुनाले जनताले उनलाई नै भोट हाले भन्छ त्यस्तो। ल थ्याङ्क यू क्लास। हजुर हजुर, अहिले यहाँ बाहिर आउने अनि सुन्नु। सबैभन्दा कम जनसङ्ख्या, सबैभन्दा कम गरिब जनसङ्ख्या भएको मनाङ होइन अहिले तपाईँले हाल्नु हेराउँछु हो मनाङ हो। अनि तर त्यसमा एउटा सबैभन्दा कम गरिब जनसङ्ख्या दर भनेको दर भनेको प्रतिशत हो।
अनि यस्तो हुन्छ नि भाइ, जस्तै क्लासमा 3 जना थर्ड हुने नि थर्डै हो, क्लासमा 100 जना थर्ड हुने नि थर्डै हो, डर त डरै हो नि। तर त्यो क्लासको 3 जना थर्ड हुने मान्छे भनेको लास्ट हो, तर 100 जनामा थर्ड हुने भनेको त तेस्रो नम्बर हो नि। त्यसो भए त्यो 3 नम्बर भनेको लास्ट पनि हो तेस्रो पनि हो, तर यतापट्टि के हो भन्दा तेस्रो मात्रै हो। तपाईँले नबुझेको कुरा त्यो बुझ्नुभयो? ल परीक्षा त हुन्छ, परीक्षा त हुन्छ, परीक्षा फर्स्ट पेपर सर्दैन। अनि होइन सर्दैन, सर्दैन, सर्ने भयो त उपसचिवको हुँदाखेरि नै रोटिङ आउँछ। परीक्षा हुन्छ, परीक्षा हुन्छ, 45 ल्याउन के गाह्रो हो। तर भयङ्कर गाह्रो हुन्छ, धेरै फेल हुन्छन्। अब आइडिया जिकेले चाहिँ अनि राम्रोसँग जिके यसरी पढ्ने विकल्पै छैन। अब स्टाइल बनाएर यो जिके भनेको कस्तो भने यही हो कि पढ्ने स्टाइल चाहिँ यही हो, नत्र भने चाहिँ यो जिकेले डुबाउँथ्यो। पञ्चायत पञ्चायत भनेको 2017 सालबाट पञ्चायत भनेको चाहिँ यो लोकेन्द्र बहादुर भिर तुलसीगिरी हो, तुलसीगिरी सूर्यबहादुर थापा 17 सालमा पञ्चायत शासन लागू भएको। तुलसीगिरी हिमशृङ्खलाको पुरै त्यो के भनिदिनु भन्थ्यो के नाम